पुरी 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 बनाउने हाम्रो बहिनी गरिमा यता हेर नि त नि ल जाई मोरी खोर्सानी लसुनको पेस्ट धनियाँको बाबा पानी के अरे आउँदाखेरि चामलको पिठो लिएर आउनु है यता पाएन चामलको पिठो ल 2 किलो जति ल्याउँदा हुन्छ अरे है दिदीले भने यो चाहिँ कसरी राख्ने भयो इन्डीको चाहिँ है यो चाहिँ इमली है यसरी पानीमा राखेर मिच्नुपर्छ भन्थ्यो अब कति चाहिन्छ थाहा छैन हामीलाई त अन्दाजको बारेमा हजुर यो चाहिँ हाम्रो पानीपुरी एकदमै अमिलो मिठो भएको छ इमलीको झोल यहाँ छ आलु चोखा अब हामी पानीपुरी खान्छौँ राखिदिनु न